हेलो नमस्ते सबैजनालाई। म चाहिँ हजुरहरूलाई अनबक्सिङ गरेर आज फोनहरू देखाउँदैछु। अहिलेको लेटेस्ट चलेको फोनहरू चाहिँ यो चाहिँ हाम्रो रहेको छ रेडमी 13 8GB ऱ्याम 256GB इन्टरनल भएको फोन चाहिँ यसमा के छ भन्नुहुन्छ, कस्तो छ भन्नुहुन्छ भने चाहिँ यस्तो चाहिँ छ हजुरको रेडमी 13 है त। यस्तो छ। त्यसपछि एमा भएको चाहिँ के छ भन्नुहुन्छ भने चाहिँ एउटा पिन छ, एउटा चाहिँ हजुरको ट्रान्सपेरेन्ट केस छ। त्यसपछि यो चाहिँ हजुरको वारेन्टी कार्ड अथवा युजर म्यानुअल भयो। त्यसपछि यो चाहिँ छ हजुरको 33W फास्ट चार्जर र डाटा केबल। यो चाहिँ भयो हजुरको रेडमी 13। त्यसपछि त्यस्तै यो चाहिँ 21,000 को रेन्जमा हो। यो चाहिँ 27,000 को रेन्जमा स्यामसङको ग्यालेक्सी M16 5G। यो चाहिँ 27,000 पर्ने फोन हो। यसको लुक छ हेर्नुहोस्। यसमा चाहिँ चार्जर 50W फ्री छ। यसको डिजाइन चाहिँ यस्तो छ। यो चाहिँ हजुरको 6GB को ऱ्याम 128GB इन्टरनल भएको फोन है। यसमा चार्जर पनि पाउँछ, टाउको पनि। डाटा केबल चाहिँ यसमै छ। 25-30,000 को रेन्जमा बेस्ट फोन है यो चाहिँ। त्यस्तै यो छ रेडमीको नोट 14 108 MP क्यामेरा 5500 mAh को ब्याट्री भएको फोन हो। यसको लुक्स हेर्नुहुन्छ भने चाहिँ यस्तो छ है। एउटा केस छ, 33W को फास्ट चार्जर, यही नै हो है।